हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हाम्रो प्लान छ फिसिङको। अनि नयाँ ब्याट्री इन्भर्टर हिजो अस्ति भर्खर किनेर ल्याएको थियौँ र त्यो चाहिँ ट्राई गर्नु भनेर आज खोलामा हामी 4 जना जाँदैछौँ माछा मार्नको लागि इन्भर्टर लिएर। र गाइस आज चाहिँ धेरै घाम छ हैन, अनि घामले आज डर्ने भयौँ र माछा चाहिँ यति भयो फर्स्टमा। त्यस पछाडि मार्दै जाँदाखेरि माछाहरू पनि त्यति साह्रो चाहिँ थिएन खोलामा माछा, किनभने योभन्दा अग्लो दिन नै मान्छेले मारिसकेको रहेछ। हामीले त रल पर्ने पायौँ लास्टको, र पनि माछा मार्न चाहिँ मलाई साह्रै मन लाग्छ, खान चाहिँ मन लाग्दैन। ल होइन गाइस, अनि यहाँ माछा भन्दा धेरै चाहिँ यो घारीहरू नै रहेछ, त्यसैले अप्ठ्यारो भइरहेको थियो हाम्रो मार्ने मान्छेलाई। अनि त्यो जग्गा छोडेर चाहिँ हामी माथिको जग्गा गएर चाहिँ मार्न थाल्यौँ। र यो ब्याट्री र इन्भर्टरले मार्ने काम चाहिँ तर इलेक्ट्रिक सिन होइन। मैले पनि धेरैपल्ट सफा सिकेँ के गरेको यहाँ मार्ने मान्छेले पनि सफामा चाहिँ यहाँ मार्ने मान्छे चेन्ज गरेर कति किलो माछा मारेको ब्याग पनि अलिक भारी थियो, ब्याग पनि हामी जुगाड गर्नु तर पनि मजा चाहिँ मजा आयो। सो गाइस यो चाहिँ लास्ट होइन, लास्ट हो सर्ट हानेको। अनि यो सकेर चाहिँ अब हामी चाहिँ घरतर्फतिर लागेको है गाइस। आजको लागि चाहिँ यति नै हो भिडियो। सो आजको लागि चाहिँ यति नै थियो होइन। अनि घाममा पनि धेरै खट्यो, घामले डढेर सखाप भयो। अनि अब घर गएर चाहिँ माछाहरू हेर्दाखेरि चाहिँ यति थियो माछा, र धेरै जस्तो चाहिँ बाम माछा मात्रै थियो, सानो माछाहरू चाहिँ त्यति साह्रो थिएन, सबै बाम माछाहरू मात्रै थियो। र हामीले बाम मात्रै धेरै मारेको थियौँ होइन। सबभन्दा लामो त यो रहेछ है, यो